कोही जागिर खाएर आफ्नो भविष्य बनाउन जाने, कोही पढेर मास्टरनी हुन जाने, अनि यस्ताहरूलाई मैले खाना पकाएर खुवाउनु पर्ने? खुवाउँछु। रिमा, म काममा हिँडेँ है। यति चाँडै? हिजो साउनीले भोलि चाँडै आउनु भनेर छिट्टै कामबाट पठाएका थिए, त्यही भएर आज त चाँडै जान पर्यो नि। हस्, राम्रोसित जानुस्, तर भोकै नजानुस् है। भाउजूले तपाईँ काममा जानुहुन्छ भनेर थाहा पाएर होला खाना पकाउँदै हुनुहुन्छ जस्तो छ, त्यसैले थोरै भए पनि खाना खाएर जानुस् ल। हुन्छ, तिमी पनि छिटो छिटो गरेर कलेज गए है। हस् दाइ। अनि एउटा कुरा सोधम? सोध्नुहोस् न, के कुरा हो? हिजो म कामबाट आउने बित्तिकै तिमीले मलाई भेटेर त्यसरी किन रोएकी नि? यत्तिकै हो, रुन मन लागेर। खासमा मान्छे दुई किसिमले रुन्छ, एउटा मनमा एकदमै ठुलो चोट परेर अनि उसको बेसरी मन दुखेर। अब भन, हिजो तिमी के कारणले रोएकी हौ? मनमा चोट परेर अनि मन दुखेर मात्रै मान्छे रुँदैन नि दाइ, कोही मान्छे त खुसीले पनि रुने गर्छ। भनेपछि हिजो तिमी खुसीको कारणले रोएकी हौ? त्यस्तो के कुरामा खुसी लागेको थियो र? हेलो साथीहरू, दर्शक नमस्ते। फेरि पनि सारीभरिको रिभ्यू लिएर उपस्थित भइसकेको साथीहरू। यता पनि साथीहरू रिमाले साँच्चीकै बसन्तले भने जस्तै चोट परेर नै रोएको हुन्छन्, किनभने साथीहरू उता भने धने भन्ने व्यक्तिले भने साथीहरू रिमालाई भने साथीहरू 4-5 हजार पैसा मागेका छन्। त्यही पनि 2 दिनभित्रमा साथीहरू आएर भने रिमाले कसरी निकाल्छन्, कसरी जुटाउँछन् त अब त्यति धेरै पैसा, त्यही कारणले साथीहरू रोएका हुन्। तर भने रिमाले त्यो कुरा ढाँटेका हुन्छन् र सराइसुर सबै कुरा सत्य तथै बसन्तीलाई हिजै भनेको भए साथीहरू पक्कै पनि साथीहरू रिमाले आउने दिनमा भने साथीहरू राम्रोसँग पढ्न पाउँथे, तर ढाँटेको कारणले पनि साथीहरू फेरि पनि रिमाको जीवनमा भने एकदमै समस्या आउला जस्तो छ भनेर हामीले बुझ्न सकिन्छ है त। केही दिन अगाडिसम्म मेरो पढ्ने आशा मरिसकेको थियो, तर तपाईँको आँट र हिम्मतले मैले फेरि पढ्न पाएँ। अनि पहिलो दिन कलेज गएर घरमा आउँदा तपाईँलाई देखिनँ, किनकि तपाईँ मेरो अक्षर किन्न काममा जानुभएको थियो। त्यसैमाथि सधैँ जसो बाहिरबाट आउँदा म घर बाहिरैबाट तपाईँलाई बसन्ते दाई भनेर चिच्याउँदै घरभित्र बस्थेँ। तर हिजो मैले जति चिच्याए पनि तपाईँ मेरो आवाज सुनेर भित्रबाट बाहिर आउनुहुन्थेन। खै किन हो किन, हिजो म कलेजबाट आउँदा यो घरमा दाई, भाउजू, आमा सबै थिए, तर मलाई तपाईँ नहुँदा यो घर साँच्चै रित्तो लागेको थियो। हुन त साथीहरू विशेष गरी दाजुभाइ 3-3जना भए पनि साथीहरू रिमाको, तर नै विशेष गरी भने बसन्तीले एकदमै धेरै माया गर्छन्। वास्तवमा भन्नुपर्दा साथीहरू बसन्तीकै कारणले गर्दा भने रिमा भने कलेज पढ्न पाएका छन्। अब भने बिस्तारै साथीहरू रिमा राम्रोसँग पढेपछि साथीहरू केही न केही जागिर पाएपछि बसन्तीलाई पनि एकदमै राम्रोसँग हेर्छन् भनेर हामीले थाहा छ। तर त्यो हुनुभन्दा अगाडि नै भने साथीहरू रिमाको जीवनमा भने धनी आइसकेको छन्, किनभने धनीले रिमालाई ब्ल्याकमेल गर्दैछन् साथीहरू। पक्कै पनि साथीहरू अब भने आउँदो दिनहरूमा उता रिमाको जिन्दगी के कस्तो हुन्छ त साथीहरू। अनि बेलुका त मेरो दाइ पक्कै पनि कामबाट आउनेछन् भनेर प्रतीक्षामा बसेकी थिएँ। नभन्दै हिजो तपाईँ कामबाट चाँडै आउनुभयो, अनि तपाईँलाई देख्न बित्तिकै मेरो मन के भयो आफैलाई सम्हाल्नै सकिनँ। हेर रिमा, खासमा तिमी छोरी मान्छे हौ। छोरी मान्छे भइसकेपछि एक न एक दिन पढाइ घरमा त जानै पर्छ। आज तिमीले माइतीसित अनि आफ्नो दाइसित यस्तो कुरा गर्छौ भने भोलि तिमी पढाइ गरेर जाँदै गर्दाखेरि तिम्रा पाइलाहरू कसरी अगाडि बढ्लान्? किन म यो घरमा घाँडो भएर तपाईँले मलाई चाँडै पढाइ गरेर पठाउने सोच गर्नु भएको छ र? त्यस्तो होइन रिमा, तिम्रो र मेरो दाजु बहिनीको जस्तो सम्बन्ध अरूका पनि होलान्। उनीहरूले पनि त एकअर्काको मनलाई बुझाएर दाइले बहिनीलाई एक न एक दिन पढाइ घरमा पठाएकै हुन्छ, अनि बहिनी पनि आफ्नो प्यारो दाइलाई छोडेर पढाइ घरमा गएकै हुन्छन्। त्यसैले आज तिमीले यस्तो भन्यौ भने भोलिका दिनमा तिमीलाई नै अप्ठ्यारो हुन्छ, तिमीलाई नै गाह्रो हुन्छ। त्यसैमाथि उता काममा पनि साथीहरू यता बसन्ते पढाइमा त्यति अब्बल नभए नि साथीहरू व्यावहारिक कुरा गर्न भने साथीहरू एकदमै अब्बल छन्। पढे लेखेका भन्दा केही कमका कुरा गर्दैनन् साथीहरू। वास्तवमा भन्नुपर्दा साथीहरू मान्छे पढ्नुभन्दा पनि साथीहरू पढेको धेरै राम्रो साथीहरू, र साथीहरू बसन्ते जिन्दगीमा धेरै पढेर पाठ सिकिसकेका छन् साथीहरू। र त्यो
ब्याचलर +2हरूले पनि साथीहरू भ्याउँदैन बसन्तीलाई साथीहरू कुरा गर्नुमा र भने अब भने बसन्तीको परिवारमा पनि अब भने शान्ति भन्दा पनि साथीहरू अशान्तिले साथीहरू छोइसकेको छ किनभने राधा भाउजूको कारणले गर्दाखेरि भने साथीहरू यहाँ परिवारमा धेरै नै साथीहरू उथल बिथल मचिन्छ भनेर हामीले एकदमै विश्वास छ साथीहरू किनभने साथीहरू राधा भाउजूले भने साथीहरू कसैले पनि आफ्नो श्रीमानदेखि बाहेक अरू कसैले पनि साथीहरू राम्रो नजरले सोचेका छैनन् र हेरेका छैनन् साथीहरू। मलाई साउसाउनीले भोलिबाट सकेसम्म त यतै बस्नुपर्छ भनेर भनेका छन् अनि तिमीले यस्तो भनेपछि कसरी चल्छ भन त? लौ भनेपछि अब तपाईँ बिस्तारै उतै पो बस्दै हुनुहुन्छ? तर सधैँभरिको लागि होइन। कहिलेकाहीँ उहाँ धेरै काम भयो भने अनि काम गर्दा गर्दै रात पर्यो भने उनीहरूले भनेको पनि त मान्न पर्यो नि, किनकि अर्काको नुन पानी खाइसकेपछि उनीहरूले यसो गर उसो गर भन्दाखेरि नाइ भनियो भने कसरी चल्छ त? ढिलै भए पनि घरमै आउनुपर्छ है दाइ, बरु बिच बाटोसम्म तपाईँले लिन म आफै आउनेछु। हस् चिन्ता नगर, अहिलेलाई म जान्छु, तिमी पनि चाचा। पक्कै पनि साथीहरू रिमाले न्याय बसन्ती दाइले कति धेरै माया गर्छन् साथीहरू। पक्कै पनि चेली माइती होस् त यस्तो बसन्ती र रिमाको जस्तै होस् साथीहरू। पक्कै पनि अब भने बसन्ती घरमा नआइकन साथीहरू चित्त बुझ्दैन उता रिमालाई। हुन त धेरै छन्, धेरै भन्दा नि 2जना छन् दाजुभाइ, तर उनीहरूले वास्ता खासै गर्दैनन् किनभने साथीहरू एकमात्र प्यारो दाइ भने बसन्ती दाइ छन् रिमाको। पक्कै पनि साथीहरू अब बिस्तारै के हुन्छ त साथीहरू, अब भने बसन्तीको जीवनमा को आउँछन् त पक्कै पनि पूजै आउने हो नि त। पक्कै पनि साथीहरू तपाईँहरूले त यदि हेरिसक्नु भएको छ भने साथीहरू आजको भाग पक्कै पनि साथीहरू भिडियोलाई लाइक गर्नुहोला र हेर्नुभएको छैन भने अन्तिमसम्म हेर्नुहोला र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू सब्सक्राइब गरेर जोडिन नबिर्सिनु होला। चाँडै गरेर कलेज गयो है? हस् दाइ, थोरै भए पनि खाना खाएर जानुस् ल। हस् म गएँ है त। खाना थोरै भयो नि खाएर जानु भनेको छन् आफ्नो बहिनी रिमाले पनि साथीहरू। उता राधाले पकाए पो खाएर जानु त साथीहरू। राधा पनि एकदमै साथीहरू यहाँनिर भने साथीहरू एक्का भइसकेका छन्, कसैले पनि मन पराउँदैनन् साथीहरू। भाउजू खाना पकाउनु भएको हो र? यति चाँडै मैले कसरी पकाउँ बसन्ते बाबु? त्यही माथि पनि तपाईँको दाइ र शिशिर अझै उठ्नु भएको छैन। ल ठिकै छ नि त भाउजू, मिल्यो भने मैले उतै खाम्ला। किन तपाईँ काममा हिँडिसक्नु भएको हो र? अब हिँडेको। उतातिर साउसाउनीले आज बरु चाँडै जा भोलि चाँडै आएस् भनेर हिजो सबेरै पठाएका थिए, त्यही भएर आज त चाँडै जानु पर्यो नि। ए साथीहरू राधाले पनि कस्तो नाटक गरेका छन् साथीहरू। राधाले चाहेको भएदेखि खानाहरू रेडी बनाइसक्नुपर्ने, तर भने बाहिर रूपमा भने राम्रो, तर भित्र भने एकदम कुरूप रूपमा चलिरहेका छन्। आखिरमा भने बसन्तीलाई यो कुरा थाहै छैन। वास्तवमा भन्नुपर्दाखेरि कस्तो सजाय पाउँछन् त राधाले अन्तिममा गएर, यो भने हामीले हेर्नै पर्ने हुनेछ है त। अनि मलाई हिजै भन्नुभएको भए त बिहानै चाँडै उठेर म खाना पकाइदिन्थेँ नि। भयो, तपाईँले मलाई यति भनिसकेपछि मलाई खाए जस्तै भयो। ल ल बाबु, बेलुका त आउनुहुन्छ होला नि? खै अब काम गर्दा गर्दै रात पर्यो भने उतै पनि बस्न सक्छु, के गर्नु? अर्काको नुन पानी खाइसकेपछि नुनको सोझो त गर्न पर्यो नि। त्यही त नि, हुन्छ जानुस्, फेरि उता ढिलो भयो भने तपाईँलाई कराउँला नि। हस् म गएँ है भाउजू। हस् बाबु। बसन्ती आफ्नो जागिरतर्फतिर लागिसकेका छन्। अब भने यहाँनिर भने एकदमै समस्या आउला जस्तो छ साथीहरू। खाना यतिखेरसम्म पकाइदिइसक्नुपर्ने साथीहरू। राधाले भने मनमा कुविचार राखिसकेका छन्। अब भने बिस्तारै भने राधाको जिन्दगी भने के हुन्छ त? पक्कै पनि दाजुभाइमा एक आपसमा भने साथीहरू दरार आउला भनेर हामीले सोच्न सकिन्छ। र साथीहरू अहिलेसम्मको भाग तपाईँलाई कस्तो लाग्यो जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिनु होला। हामी भिडियोको अन्तिमतिर आइसकेका छौँ। अर्को भिडियोतिर भेट्ने बाचा गर्दै अहिले हामी बिदा हुन चाहन्छु साथीहरू। हस्ते शुभ दिन।